केही दिनदेखि गाउँमा लगातार मुसलधारे वर्षा भइरहेको थियो। धान काट्ने समय नजिकिँदै थियो। तर केही दिन अघिसम्म भने सबै कुरा ठिकठाक थियो। खेतहरू सुनौलो बालीले भरिएका थिए र किसानहरू आशाले भरिएका थिए। गाउँलेहरू खुसी छन् है? हजुर सुरेश दाई, गाउँमा यो पटक सबै खुसी छन्। सुरेश दाई, यसपालि त सबैको बाली राम्रो देखिएको छ है? हो भाइ, यसपालि बाली बेचेर राजुको सबै ऋण तिर्नु छ। म पनि घरको मर्मत गर्ने सोचमा छु सुरेश दाई। सबैको मनमा एउटै कामना थियो, वर्षा समयमै रोकियोस्। तर एकाएक आकाश कालो बादलले ढाकियो, बिजुली चम्किन थाल्यो र अविरल वर्षा झर्न थाल्यो। यो वर्षा त रोकिने नामै लिँदैन। हे भगवान, वर्षा रोकिदेऊ। हे भगवान, पानी कति परेको? पानीले गर्दा धान बिग्रिन्छ कि क्या हो? हो, अब सबै ठिक हुनेछ, चिन्ता नगर। दिन बित्दै गए तर वर्षा रोकिएन। खेतहरू पानीले डुबानमा परे, बालीहरू कुहिन थाले, किसानहरूको महिनौको परिश्रम माटोमा मिसियो। सुरेश आफ्नै खेतको बीचमा उभिएर आँसु झार्दै आकाशतर्फ हेरेर निराश भयो। हे भगवान, यसपालि त सबै आशा डुबे। अब राजुको ऋण कसरी तिर्ने? अब उसको अगाडि कुनै बाटो देखिँदैन थियो। यो सुरेशले पैसा लिएर अझ बुझाएको छैन। यो पटक त जसरी भए पनि पैसा झार्छु। भोलिपल्ट चौतारामा बैठक बस्यो, जसमा राजु पनि थिए। राजुले सुरेशलाई भने, सुरेश, ऋण फिर्ता गर, नत्र तिम्रो जमिन मेरो हुनेछ। राजुजी, बाली नष्ट भयो, अलिकति समय दिनुहोस्। 2 दिन बिते तर पैसाको जोहो हुन सकेन। यो लाल पूर्जा लिएर राजुलाई दिन्छु बुढी। के गर्ने, राजुजीले मान्दै मानेनन्, लाल पूर्जा लिएर दिनु पर्यो। बाध्य भएर सुरेशले आफ्नो प्यारो जमिन राजुलाई सुम्पियो। भारी मन लिएर ऊ घर फर्कियो। आँखामा आँसु थिए, मन पीडाले भरिएको थियो। जमिन गुमेपछि सुरेशसँग बाँकी रहेको एकमात्र उपाय थियो जङ्गलमा काठ काटेर बेच्नु। दिनहुँ ऊ जङ्गल जान्थ्यो, काठ काट्थ्यो। र बेचेर जेन तेन आफ्नो घर चलाउँथ्यो। जीवन कठिन थियो, तर सुरेशले हार मानेन। एक दिन जङ्गलमै उसले एउटा सन्तलाई भेट्यो। सन्त शान्त र सरल देखिन्थे। बाबु, मलाई धेरै भोक लागेको छ। तिमीसँग खाने केही छ भने अलिकति दिन्छौ? आफूसँग धेरै नभए पनि सुरेशले आफ्नो कमाएको केही पैसा सन्तलाई दियो। उसको मनमा दया थियो र सन्तले त्यो देखे। सन्तले मुस्कुराउँदै सुरेशलाई एउटा अनौठो बाटो देखाएर भने, भोलिपल्ट यसै बाटो हिँड। सुरेशले केही नबुझेर पनि सन्तको कुरा विश्वास गर्यो। भोलिपल्ट सुरेश सन्तले देखाएको बाटो समाउँदै जङ्गलतिर लाग्यो। धेरै समय हिँडेपछि अचानक उसले उज्यालो देख्यो। टाढाबाट भिडभाडको आवाज आउन थाल्यो। अगाडि पुगेपछि उसले एउटा अनौठो गुप्त बजार देख्यो। सुरेश चकित भयो। चामल र गहुँको मूल्य कति? 1 रुपियाँमा 50 किलो। उसले सके जति अन्न किने र गाउँ फर्कियो। घरमा खुसी छायो। केही अन्न बेचेर उसले राम्रो पैसा कमायो। त्यसपछि ऊ बारम्बार गुप्त बजार जान थाल्यो।
अन्न, दाल र मसला किनेर गाउँमा बेच्थ्यो। बिस्तारै सुरेशको जीवन बदलिन थाल्यो। ऊ सम्पन्न बन्दै गयो। उसले एउटा सानो पसल खोल्यो, पछि नयाँ घर पनि बनायो। गाउँलेहरू उसलाई सम्मान गर्न थाले। अब राजुको पैसा बुझाएर आफ्नो लालपुर्जा फिर्ता लिएर आऊ। एक दिन सुरेश राजु कहाँ पुग्यो। उसले आफ्नो पुरानो जमिन फिर्ता लियो। हातमा लाल पूर्जा लिएर सुरेश खुसी हुँदै गाउँतर्फ लाग्यो। बाटोभरि ऊ मुस्कुराइरहेको थियो। अन्ततः सुरेश र उसकी श्रीमती खुसी साथ शान्त जीवन बिताउन थाले। दुःख, सङ्घर्ष र आशाले भरिएको उसको यात्रा सफलतामा परिणत भयो।